अनि तपाईँ यहाँ एक्लै बोर हुन्छ भनेर तपाईँलाई साथी ल्याइदिएको छु मैले है। साथी साथी ल्याइदिएको छु तपाईँसँग काम गर्ने। बुहारी ल्याएर देखाउने बुहारी ल्याएर देखाउनु बुहारी मिल्छ क्या हाइट। तिम्रो हुँदा नहुँदा तिम्रो नहुँदा पनि मलाई उसले अघि नै भन्दै थियो कि नमस्ते सबैजनालाई, आफ्टर लङ टाइम मेरो भ्लगमा स्वागत छ तपाईँहरूलाई। र तपाईँहरूले देखिसक्नु भएको छ होला हाम्रो स्पेसल मान्छे हाम्रो प्यारो दाजुलाई पनि मेरो भ्लगमा वेलकम गर्न चाहे। एकदम धन्यवाद। आफ्टर लङ टाइम है, हामी धेरै पछि एलनसँग एरोन र रोनासँग त भेट भइरहेको छ। उसँग चाहिँ कति पछि आज भेट भयो, ठ्याक्क उसको पहिलो धेरै पछिको भ्लगमा सँगै आयौँ। अनि हाम्रो दाजुले चाहिँ अब धेरैलाई रुवाउने काम गर्नुहुन्छ, फेरि त्यस्तो खालको रुवाई होइन, खुसीको आँसु होइन, सरप्राइज दिने कामहरू। अब कति तपाईँहरूलाई त मेरो भ्युअर्सहरूलाई थाहा छ र थाहा नहुनेहरूलाई आयुष स्टेसन भनेर चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ है। अनि आज चाहिँ हामी यहाँ आएका छौँ। हामी यहाँ मेरो चाहिँ खासमा दाजु के छ भन्दा प्लान होइन, अब हामी त तपाईँ भनेको त सरप्राइजको लागि एउटा एकदम होइन उस हो नि त। र मेरो मम्मीलाई चाहिँ सरप्राइज दिनुपर्ने भयो दाजु होइन। अनि सरप्राइज है, तर मैले चाहिँ खासमा मम्मीको कुरा सुन्दा चाहिँ मम्मीलाई चाहिँ आफू जत्रै डल चाहियो अरे एउटा होइन। घरमा एक्लै हुन्छु अनि अब साथी चाहियो काम, जस्तै अब कामहरू गर्दा इन्डियन लौरे होइन। हजुर एलन अब फुटबलमा बिजी, एनएसएलमा अब देखाउँछ छोटेले होइन। अनि डोना फिल्मतिर अब मोडलतिर सबतिर बिजी। अनि बाबा र मम्मी मात्रै घरमा एक्लै। त्यो तिमीहरूको त्यो कमी चाहिँ पुरा गर्नको लागि एउटा डल चाहियो भन्नुभएको थियो, तर मैले भनेको छैन। यो चाहिँ सरप्राइज हो, फेरि म लगेर जाँदैछु आज होइन। त्यही आएको होइन, कत्रो डल हो अहिले। मैले चाहिँ दाजुको हेल्प लिएर अब कसरी सरप्राइज गर्ने, कसरी कहाँबाट लिएर जाने सबै त्यो हेर्नेछौँ। आज हेर्नु है त होइन। कत्रो डल हुन्छ हामी देखाउँछौँ है, ट्याक्कै मम्मी जत्रो। मैले आन्टी जत्रो भन्थेँ कि भन्थेन ठुलो छ नि हौ। तर हामी अर्को कलरले हेर्दैछौँ अहिले होइन। यो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु होला है। सायद अब कमेन्टमा चाहिँ होइन म्याक्सिममले पिङ्कै भन्नुहुन्छ कि हामीले जुन लिए पनि होइन राम्रो, तर हेरिहाल्छु बाटो नि अरू कलरले हेर्दैछौँ। तर कमेन्ट्समा चाहिँ पिङ्कै आउँछ जस्तो लाग्छ है मलाई, किनभने अहिलेसम्म सरप्राइज गरेको हिसाबमा यो चाहिँ सानो रहेछ है। यो चाहिँ अलिक सानो, अलिकति सानो साइजको रहेछ, तर हामीले ठुलै लानुपर्छ। आन्टी जत्रै ठुलै लाने हो हामीले। हात पकाउनु बेला यसो हेर्छ ल ल ल एलन आयो, रातो पनि आयो। तिमीभन्दा ऊभन्दा अग्लो छ यार। कुन ठिक लाग्यो? ल तिमीलाई जुन ठिक लाग्छ त्यो लिने। तर पिङ्कमै राम्रो होला कि? मलाई त पिङ्कै राम्रो लाग्यो होइन। अब तर म्याक्सिमम चाहिँ मैले रेडै चलाउँछु के अरे। अब तिम्रो इच्छा है, तर मेरो सजेसनमा चाहिँ पिङ्क लिऊ। पिङ्क लिदिउँ है। त्यसमा पिङ्क कन्फर्म गरिदिउँ है त। ल अब यो पिङ्क बोकेर जाँदाखेरि मम्मी रुनुहुन्छ कि रुनु है त, हेरौँ है त। ल सक्यो। अब हामी घर जाऊँ अनि मम्मीलाई सरप्राइज गर्नुपर्छ होइन। के कस्तो हुन्छ हेर्दै जानु होला होइन। सरप्राइज हुनेवाला दाइको च्यानलमा पनि सरप्राइज छ है, प्र्याङ्क छ, त्यो पनि हेर्न नबिर्सिनु होला। र यो चाहिँ मेरो सरप्राइज हो है त। चल्दिउँ है त। ल सत्तर हाम्रो स्कुलमा नानीहरू पढ्दै रहेछ, घर आइपुग्यो। ऊ त्यहाँ आइसक्यो लिन, त्यहाँ लिन आइसक्यो, त्यहाँ घुम्दैछ। फ्यान्सी आऊ। ल मम्मी हेर्नु त, मैले आयुष दाइलाई लिएर आएको छु। आयुष दाइ बाबु दाइलाई लिएर आएको छु। बुटोला आयो
ठ्याक्क बुटोल आयो दाजुले फेरि अनि त्यसपछि त्यो प्लान गर्नुभएको थियो त्यो सायद अब हेर्नुभयो होला तपाईँहरूले हाम्रो आयुष स्टेसन को च्यानलमा होइन हाम्रो आयुष दादाको च्यानलमा सो मम्मीलाई बिचरा टेन्सन अलिक खत्रै भयो एकछिन अलिकति तनाव भयो अलिकति होइन मैले उसलाई भनेको थिएँ नि त मैले चाहिँ दाइसँग प्लान भएको थियो अनि दाजुले के भन्नु भयो नि ल मम्मीलाई अब हामी के अरे साथी लिएर आउँदैछु 2 जना भन्नुभयो त्यही भएर अनि मैले चाहिँ त्यति मात्रै भने अब बाँकी दाजुको प्लान हो है तर सरप्राइजमा हुने थिएन तर अस्ति झापामा त्यस्तो भन्दाखेरि त म रिसेन्टली स्टोरी नै खोज्छु नि झापामा त्यस्तो भन्दा केही न केही गरेर आएको छ पुलिस सहित आएको हो कि हामी यसरी जानुपर्ने हो कि एकछिन त केही सोध्नै सकेन कि आफै ला केटी लिएर भित्राइदिन आएको हो कि कसो हो कि फेरि दाजुको कला कस्तो लाग्यो त सेम नि दाजुले अनि त्यसलाई नि स्कुलमा कामबाट नि बिचरा निकालेको यस्तो भाषा नबुझेर टिचरलाई बुझाउन नसकेर अनि उसको नबुझेर बिचरालाई अहिले चाहिँ दुबईमा काम पाइरहेछ त्यस्तो पनि भएको थियो पछि मैले कसरी चिने भने यो मेरो छोरालाई देख्दा उसलाई भयो मार्क्स लगाएर त्यस्तो अब कपाल त्यस्तो भएको कता कता यसो मन आयुष के आयुष भन्ने छ एउटा केटा त्यो हो एलिजा क्या आयुष एलिजा त्यस्तै यस्तो भन्ने कस्तो आयुषले त कस्तो कपाल बनाएको रहेछ बिचरा यो बाबुले पनि भन्ने कि आयुषले जस्तो भन्दा भएर त आयुषै हो न त्यस्तो भएको यो चाहिँ अब भ्लग एकदमै बवालै भएको छ हाम्रो आयुष दाजुको त्यो चाहिँ त्यहाँ गएर हेर्नु होला अनि यो मैले चाहिँ सानो भ्लग किन बनाएको भने अब मेरो दाजुलाई मैले हेल्प मागेर अब सरप्राइज गरिराख्नुहुन्छ होइन अनि मैले चाहिँ दाजुलाई अब तपाईँको इच्छाहरू यस्तो अलिअलि सानोतिनो यस्तो भनेर सुनाएको थिएँ होइन तपाईँ चाहिँ अब घरमा एक्लै हुनुहुन्छ कामसाम गर्दा यताउता अब डेली रुममै बस्नुहुन्छ अनि तपाईँ यहाँ एक्लै बोर हुन्छ भनेर तपाईँलाई साथी ल्याइदिएको छु मैले है साथी ल्याइदिएको छु तपाईँसँग काम गर्ने बुहारी ल्याएर देखाउने बुहारी ल्याएर देखाउनु ठ्याक्कै तपाईँकै छ फेरि आइ ठ्याक्कै मिल्छ ल ठ्याक्कै तपाईँसँग हाइट मिल्छ ल मम्मी तपाईँसँगै मिल्छ क्या हाइट मलाई त यस्तो भएको थियो यो साँच्चै मलाई चाहिएको अघि यो लिने बेलामा के भयो हाम्रो कुरो थाहा छ ल हेर अब तिमी बाहिर आर्मीमा डोना अब बिजी होइन अब छोटो त अब एनएसएलमा अब कति टाइम बिजी नै हुने भयो पनि बाहिरै अब ड्याडी र मम्मी अङ्कल आन्टी मात्रै भइसकेपछि ल टक्क खाना बनाउँदा गफ गर्दाखेरि मम्मीलाई साथी चाहियो भनेपछि ल त्यो बराबरको एउटै हाइटको टेडी लिएर जाने भनेर त्यो ड्याडलाई पनि अब टिभी हेर्नलाई यहाँ साथी भइहाल्यो म त काम गर्दा पनि लिएर त्यसलाई अवेर राखेर काम गर्छु उसले के भन्थ्यो नि मम्मी एक्लै हुनुहुन्छ होइन उहाँलाई एउटा साथी चाहियो दाइ भनेपछि ठिक छ ल यस्तो गरौँ न त भन्ने हिसाबले चाहिँ कस्तो लाग्यो कसले ल्याएको यो उसले मलाई यस्तो के अरे सानो सानो त बाबाले पनि ल्याइदिनु भएको थियो होइन सबै टुक्रै त्यही भएर त छोरा ठुलो भयो नि त अब मैले दाजुलाई भने सबभन्दा ठुलो साइज सबभन्दा ठुलो साइज मम्मीको साथी टक्क अगाडि राखेपछि मसँग कोही त छ है भनेर अनि एउटा कुरा कस्तो के सानोमा फेरि बुहारी लिएर आयो क्या तर अब त बुहारीहरू आए पनि अब मेरो छोराहरूले आफैसँग चिप्काउँदै लगाउने लिने आफै बस्दाखेरि राख्ने फेरि लगेर जाने त्यस्तो खालको गराउने हो बुहारीहरूलाई किनकि हामी सासू भनेको त मेरो आमाले भन्नुहुन्थ्यो लास्टमा तिमी छोरी नातिनी छोरी सबै थोक साइनो गर्दै आउँदा तिम्रो लास्टमा सासूको साइनो चाहिँ एकदमै नराम्रो छोरी भन्नुहुन्थ्यो अहिले फिल गर्छु अहिले के भनेको रहेछ आमाले भन्दाखेरि अनि त्यस्तै कुराहरू जस्तै अब बुढाको बारेमा पनि अब जस्तै मलाई बाबाले धेरै माया गर्नुहुन्थ्यो धेरै एउटा मेरो एकदम याद गर्नुहुन्थ्यो त्यति बेला छोरी अहिले यस्तो छ भनेर मखन नपराई भोलि यही कुराले भुलिरहन पुरानो भइसकेपछि बच्चाहरू भइसकेपछि अहिले मलाई जहाँ बाटोमा म भन्छ मलाई तेरो बाबाले म कहाँ जाने भन्नुहुन्थ्यो त्यो सबै एउटा समयले नै एउटा के अरे उस हुँदै
हुने रहेछ के। तर तपाईँ अङ्कल आन्टीको माया स्नेह यो प्रेमलाई चाहिँ म एकदम मान्छु त्यो। बाबा उहाँले जज गर्छ नि त, हामीले जज गर्ने कुरा होइन नि त, अरूले जज गर्ने कुरा हो नि त। यो त हामीले देख्ने कुरा हो, हामीले हेर्ने कुरा हो, हामीले महसुस गर्ने। किनकि यो मायामा चाहिँ कुनै स्वार्थ छैन होइन, कुनै एउटा लोभ थिएन, स्वार्थ छैन, एउटा त्यस्तो हो नि त। अब एउटा कुरा अब हरेक नेपालीको लोग्ने स्वास्नीको होइन हस्बेन्ड वाइफको सम्बन्ध चाहिँ यतिको हुनुपर्छ, बल्ल परिवार सुखी अनि खुसी भइन्छ क्या। त्यो प्लस अझै जतिसुकै दुःख परे पनि सहजै गर्छ क्या। अझै मेन कुरा त हस्बेन्ड वाइफ त भइ नै हाल्यो, एउटा लभबाट सुरु भएको, तर जिन्दगी उसले मलाई राम्रोसँग चिनेको हुनुहुन्न, मैले चिनेको हुन्न, पछि हामी जब भेट भएपछि दुःख सुखमा बल्ल चिनिने हो। विशेष त अझै के रहेछ भने नि बच्चा बच्ची भइसकेपछि बल्ल मान्छेलाई जिन्दगी भन्ने के हो, जिम्मेवारी भनेको के हो, त्यसपछि बल्ल हाम्रो एउटा के अरे जस्तै बच्चा बच्ची पाउनु ठुलो कुरा होइन, एउटा चराचुरुङ्गी कुकुरले पनि पाउँछ अरे, तर पाइसकेपछि उनीहरूको कर्तव्य सुरु हुन्छ कि बल्ल हाम्रो। एउटा जन्म दिएर मात्र हुँदैन, कर्म दिनुपर्छ, छोराछोरीको कर्तव्य। अझै पनि मैले केही गरेको छैन, अझै पनि मेरो छोराछोरीलाई 3 जना छोराहरूलाई जोडी बाँधिन पाए हुन्थ्यो, राम्रो एउटा भनौँ केही पनि त्यति नगर्नसम्म नमर्न पाए हुन्थ्यो। केटाहरू आफै गर्छ नि अब होइन अब कहाँ त्यो जिम्मा नि तपाईँहरूले लिएर हुन्छ। अब लिनुपर्छ, अब दुःख लाग्छ। अब भोलि आज यस्तो नि त, भोलि बिहान मैले मेरो सेन्सै आउट भयो भने स्वर पाएनले जेसु गर्नु, तर अब म जबसम्म म एउटा आफै ठिक छु, एउटा सेन्स छ मेरो, निर्णय लिन सक्छु, तबसम्म त हुन्छ होला नि त। एकदम लाग्छ। ल भन्नुहोस् यो छोराको सरप्राइज गिफ्ट कस्तो लाग्यो? मलाई त यस्तो फिल भएको छ, सानो हुँदा मैले सानोतिनो काम गर्दा पनि बाबुलाई 5 रुपियाँको एउटा सानो खेलौना लिँदा पनि खुसी हुन्थे, यस्तो दिँदा पनि आज त्यसैको यसरी एउटा मलाई यो सायद जीवनकै सबभन्दा ठुलो डल हुन सक्छ। अब मेरो एउटा अन्तिम एउटा ढुकढुकीसम्म मेरो यो सबै मेरो साथमा तिम्रो हुँदा नहुँदा पनि मलाई उसले अघि नै भन्दै थियो कि हामी गइहाल्छौँ दाइ, मम्मी एक्लै हुन्छ यसो भनेर ल डल कि त्यो भयो भने तर एउटा कुरा पिङ्की ल्याइरहेछन्, पिङ्की म त माटोहरू काम गर्दै छुँदै गर्दा फेरि नुहाइदिनु राख्नु पर्ला है। यो उस होला कि यो फाइबर होला, नुहाउन मिल्छ। हामी रातो थियो, अझै पिङ्क राम्रो होला भनेर। पिङ्की त झन् राम्रो हो, तर पनि मैले अब यस्तो नि त सफामा मात्र काम गर्नु पाउँदैन, अलिअलि सागसब्जी खान्छु, बोट बिरुवा कोटाउँछु, फुल कोटाउँछु। अब यो उमेर भयो, मैले बाबा अब सबै सम्हाल्नुपर्छ, अब मैले फुल घटाउँछु भन्छु, झन् बढाउँदैछु। अब घटाउँछु फेरि फालिदिन्छु, भुइँमा राख्छु, फेरि अरू दिन गएर फेरि लिएर फेरि गमलामा सार्छु, फेरि झन् एउटा अब होस् मैले अब भने अब झन् नयाँ गर्दैछु। अब बाबाहरू आउँदालाई पनि मैले एउटा टक्क केही नगरे पनि एउटा सानो एसी राखिदिन्छु, एउटा पलङ राख्छु, एउटा टोइलेट बाथरुम। अब आउँदा जति पनि फाले पनि सुते पनि मेरो घर अग्लो भन्ने मात्र सबै यो नक्कली घर। पहिला पो यो घरमा नि 10वटा कोठा अनि फालो हुन्थ्यो, अहिले सिटिङ गरे, डाइनिङ गरे होइन, त्यहाँनिर किचन अरे, यो सबै अनि फेरि त्यो के भन्छ एट्याच टोइलेट बाथरुम गरे। यसले गर्दाखेरि कोठै छैन, खालि एउटा घरको लागि मात्र। मलाई त्यसको लागि धेरै गुनासो थियो। अब त्यही भएर सबैलाई यस्तो आउँछु भन्दा पनि मलाई सर मन नहुने क्या। अब आफ्नो अब त्यस्तो अब चाहिँ मैले त्यसको लागि गर्दैछु, किनकि मैले अब मैले भनेको डोनालाई कति काम सकिन्न हौ तपाईँको भन्छन्। मैले अर्को घर खोजेको छैन, अर्को घरमा अनावश्यक खोजेको छैन, मलाई निड भएको यही घर नै मैले बनाइसकेको छैन। त मैले यो घर त पुरा गर्नु पऱ्यो नि त मेरो लागि। त्यहाँ बनाउँछु मैले जहाँ घुमे गरे पनि होइन। यस्तो बाबाले पनि त्यही बनाउनु नदिनु भएको, हिजो बल्ल पर्मिसन पाएँ अनि अहिले हिजो पर्मिसन पाएँ अनि आज फेरि डोनासँग पनि कुरा गरेँ अनि बाबालाई पनि अब त्यसरी एउटा अब त्यो कुरालाई अब उस गर्नुलाई एकदम मुस्किल पर्छ नि त। अब बिस्तारै एउटा डिटेलमा भन्नु पऱ्यो, मजाले फुल भएर भन्नु पऱ्यो, उहाँको मन जित्नु पऱ्यो। किनकि एउटा कुराले नै मान्छेको मन चिर्छ, कुराले नै जित्छ भने चाहिँ बाबा यस्तो उस्तो यहाँ हाम्रो अब बेसमेन्ट हो, तर पनि एउटा कुरा हुन त अब साँच्चै भूकम्प आयो भने त जस्तो घरलाई पनि गर्छ, तर पनि यो पनि हाम्रो हातीपाइले हो। फेरि पनि त्यो सपोर्ट पनि हुन्छ, बाबा यसो गरौँ न त, यसो गरौँ यसो गरौँ भनेर बाबा ल यसो ओके भन्नुभयो। अनि डोनालाई पनि भनेको छ अब बाबाहरू आउँदाखेरि त्यसै गऱ्यो, त्यसको लागि एकदम कमी थियो, यहीहरू बनाएको थिएन, बनाउँदैछु अझै। अनि त्यो कहिले पनि नसकिँदैछ आफ्नै यही। अब मैले के सोचेको थिएँ थाहा छ, डोनाहरूलाई सबैलाई धेरै भए त्यसको लागि
डोनालाई के भन्थेँ मैले, हेर मेरो एक 3वटा छोराहरू छौ, अब भोलि बिहान तिम्रो हाम्रो आमाले भन्नुहुन्थ्यो छोरा त मिल्छ नि, भन्दाखेरि अहिले अरूको देखाइसक्नु भएको छ। अनि के भन्थेँ डोनालाई, यो घरमा दुःख सुख गर्छु, अब तिनीहरू त छोराहरू हो, अब अरू आउने जुन छोरी हाम्रो पनि छोरी, त्यो छोरी जस्तो जुन चाहिँ छोरीले हामीलाई एउटा मजाले सुर्ताउन सक्छ, जसलाई एउटा उस त्यस्तो हुन्छ, ऊ मसँग बसौला, चाहे जो भयो भने अरूलाई एक तला घर बनाएर अनि राखौँला सबै मिलेर माथि, त्यसलाई माथि तल जाने तिमीहरूको हातमा छ भन्थे कि। अब चाहिँ होस् मैले यही राम्रोसँग बनाउनु सक्यो भने पनि बेसी गर्नु सक्थेँ, अब चाहिँ उनीहरूले भन्दै गएको छ। हुन्छ अब किनभने तिनजनाले राम्रो गरिरहेको छ होइन, त्यो हिसाबले अब छिट्टै तपाईँले सोच्नुभएको हरेक कुराहरू चाहिँ पुरा हुन्छ, अब गरि पनि राखेको छन्। तर जहिले पनि भोलि राम्रो हुन छ भने आजै गर्नुपर्छ अरे कि, आज गऱ्यो भने भोलि त्यसरी राम्रो हुन्छ अरे, तर आज वर्तमान चाहिँ एकदम राम्रो गर्नुपर्छ हामी सबैले जस्तो लाग्छ। किनकि हिजो मैले अलिअलि गरेको थिएँ त घाँस कपास अलिअलिमा बसेको छु नि त, होइन त हाम्रो, किनभने हामीलाई त खासै जस्तै यिनको बुढी एलान टोनाको बुढीहरूलाई खासै एउटा त्यस्तो खालको एउटा हामीलाई जस्तो पर्दैन, किनकि सासु ससुराले पनि शेष बनाएर सुरुबाट सुरु गरेको नि त हुन्छ नि त, त्यति बेला चाहिँ गाह्रो हुन्छ। हामी भनेको खाल्टामा पसेर निक्लिँदै पन्छाउँदै बाटो बनाउँदै आएको भने यिनीहरूलाई तपाईँले जुन भोग्नु भयो त्यो चाहिँ उनीहरूले चाहिँ भोग्नु पर्दैन एकदम। मैले दिन्न नि भनेको, जस्तो मैले आएर जति कुराहरू फिल गरेँ, जति एउटा आफूलाई गाह्रो भएको त्यो अरूको छोरीलाई चाहिँ नहोस् त्यस्तो खालको भन्ने चाहिँ मलाई त्यस्तो हुन्छ। यतिको सासु हुनुपर्छ, यतिको सासु हरेक सासुले यतिको सोच राख्नुपर्छ, घरमा आइसकेपछि बुहारी होइन छोरीको दर्जा दिएर यतिको सोच राखेर चाहिँ आफ्नो छोरी चाहिँ मान्नुपर्छ। बुहारीलाई बुहारी भन्ने पनि एउटा बुहारी भन्नुपर्छ, तर भेदभावको गर्ने होइन र होइन। अनि बुहारी भन्ने पनि त्यस्तो अब बुहारी भएर आउँदा पनि, तर पनि एउटा अब चाहिँ अहिलेको नानीहरूलाई चाहिँ कस्तो हुन्छ भने पहिला जस्तो हामीले कति वर्ष कुरेर बस्ने, घर गर्ने, यताउता घर बनाउँछु यस्तो गर्छु उस्तो गर्छु भनेर बस्ने नानी चाहिँ पक्कै पनि अहिलेको एउटा यो के भन्छ यो कम्प्युटर चल्नाले छैन गर्दा अहिलेको जेनेरेसनले गर्दा, त्यही भएर अब डोना एलम जसले एउटा अब बिहे गरे पनि आफैसँगै लैजाने आफैसँगै लिने, किनकि हामीलाई दोष कस्तो राम्रो कतै सासूले पो हो कि कतै के अरे ससुराले पो हो कि यस्तो गरेर एउटा मान्छेले एउटा कतै न कतै एउटा सोच्ने मौका नमिलोस्। किनकि आउँदाखेरि मैले यिनलाई पनि भनेको छु, अब बिहे गऱ्यो भने चाहिँ सँगै यहाँ राखेर लैजाऊ, सँगै यहाँ राखेर ल्याऊ, कति वर्ष राख, भोलि बिहान के अरे हामी यहाँ भयो भने आउँ होइन। अझै पनि नेपाली समाजमा विवाह गरिसकेपछि सासु ससुरालाई हेर्नुपर्छ भन्ने हिसाबले त्यो सोच राख्ने कति धेरै छन् होइन, तर उहाँको जस्तो फराकिलो सोच चाहिँ हुनु पऱ्यो। अनि यो कुरामा यस्तो पनि भनेको छु बाबु, सरी कुरा भएको बाबालाई के भनेको छु भने उसलाई अङ्कललाई, भोलि बिहान यस्तो अब सेन्सले जबसम्म हामीले निर्णय गर्न सक्छु, हातखुट्टा नचले पनि आँखा नदेखे पनि छमछम गरेर छामेर काटो काट्नु दोकानलाई दिनमा तपाईँलाई खानला यस्तो गरौँला यस्तो भन्दा सेन्सी आउनु भयो चाहिँ लात लानेर पनि हेर्छन्, अर्को आएर हेर्छन्, तबसम्म छोराछोरीलाई दुःख नदिनु, तिनीहरूलाई डिस्टर्ब नगरौँ। हामीले पनि गर्न सक्दैन अहिलेको बच्चाहरूलाई, बिचरा उनीहरूलाई डिस्टर्ब नगरौँ, किनकि अरूको देखाइसके पनि मैले हामीले जस्तो आफ्नो भएर पनि छ, हामीले चाहिँ केही गर्न नसक्ने छोराछोरीलाई चाहिँ डिस्टर्ब गर्ने होइन भन्ने चाहिँ छ है। हरेक आमाको सोच यस्तो भइदिएदेखि छोराछोरीलाई स्टेप चढ्न माथि पुग्न धेरै गाह्रो चाहिँ हुँदैन। त्यही भएर भाइहरू चाहिँ चढिराखेछन्, कुदिराखेछन्, सफलताको सिँढी चढिरहेछन्। भ्लग उसको म धेरै बोलिरहेको छैन, अहिले मेरो हो ठिकै छ होइन, के भन्नु नि जहाँ बोले नि आफ्नै भ्लग हो, हामी एउटै फ्यामिली हो नि त। मैले आयुष बाबुको आइडी भन्नु त्यो फिल्ममा गइरहेको छु नि बगल फिल्म आयो त होइन त्यो हो नि त। यो भ्लग चाहिँ मेरो भनेपछि मेरोमा नबोल्ने मेरोमा नि अब भ्लग बनाउने टाइमहरू हुँदैन, कतिले अब मम्मी बाबालाई देखाऊ भन्नुहुन्छ, अब भ्लगहरू बनाऊ भन्नुहुन्छ। अब हाम्रो पनि अब आफ्नै व्यस्तताको कारणले अब भ्याइँदैन होइन, तर सकेसम्म गरेको र आज यस्तो मौका दाजुसँग हामी दाजुहरूसँग मौका मिलेर होइन जति कुरा गर्ने खुलेर गर्ने पनि आज एलनले दिएको सरप्राइज हो तपाईँलाई। भ्लग पनि फेरि आइडी पनि एउटा कस्तो डिफ्रेन्ट भनौँ मतलब छुट्टै उस हुँदो रहेछ। किनभने मैले डोनाकोमा पनि मैले लाइफमा बसेँ, मतलब अर्कै एउटा उसहरू के अरे अडियन्स पाएको थिएँ। यिनकोमा बस्दा जस्तै एरनको बस्दा पहिला त्यो नानीकोमा बस्दा मैले साँच्चै छुट्टै सँग पाएँ, यिनकोमा बस्दा चाहिँ एकदम आनन्द एउटा कस्तो खालको मान्छे आउनेहरू पनि त्यस्तै आउनु
हुन्छ के एउटा दुईवटा भन्नुहुन्छ उहाँलाई चाहिँ मैले पनि एउटा मजाले एउटा किन घरको फ्यामिली हो नि त अब त्यस्तै कुरा सोद्धाखेरि अब हामी यो टिकटक लाइभ भनेको यताहरू भनेको त हाम्रो एउटा दुःख बिसाउने चौतारी हो खुसी हुन आएको एउटा घरको कुरा गर्नुलाई त्यस्तो गर्नु त्यो त सम्बन्धित ठाउँमा आउने हो नि त त्यस्तो गर्ने हो सबैको कथा र व्यथा हुन्छ त्यही हो कसैको देखिन्छ कसैको देखिन्न यस्तो नि त अब हामीले यही भ्लगमा भयो भने देखाउने अवसर पाएको त्यो सबैको आउँछ नि त तपाईँहरूको आउँछ त्यति बेला तपाईँले पक्कै पनि भन्दिनँ म त बोल्दिनँ म त अरू छैन त्यो पक्कै पनि भन्न मिल्दैन अब यहाँ बाबुले भ्लग बनाइरहेछ म उता जाँदा के होला अनि एउटा कुरा त्यहाँनिर मलाई त काठमाडौँ यिनीहरूले पहिलाचोटि लग्दाखेरि त्यो के फिल्म गरी आएर कामले नि दयासँग भेट्दाखेरि त्यहाँनिर के विजय उसको सारङ्गी पूर्णबहादुर मलाई पनि त त्यसरी एउटा सबैको एउटा मूल्याङ्कनमा पढ्न त मलाई पनि मन लाग्दैन त्यहाँबाट त्यहाँनिर पहिलेदेखि हामीलाई इन्टरभ्यू लिनु भनेर बसिरहेको थिएन हामी चुप्प बसिरहेको थियौँ कि तल जाँदा पनि भेट्नुभयो भेटिसकेपछि बोलिसकेपछि त मैले अब बोल्दा त्यस्तै हो थाहा लाग्दैन नि त अब किनकि त्यहाँ भनेको यसो सर बोल्दैन नि त बोल्दाखेरि हुने नहुने भएछ अनि एरनको साथीले भने कि आन्टी तपाईँ किन बोलेको त्यो के अरे इन्टरभ्यू लिँदाखेरि तपाईँ नबोल्नुपर्छ नि किन बोलेको तपाईँ अब मैले चाहिँ यस्तो भनेको थिएँ त्यहाँनिर धेरै नराम्रो भनेछन् कि मलाई किनभने यो गर्लफ्रेन्ड र डोनाको गर्लफ्रेन्ड भेनिला एउटाको बारेमा तपाईँले के भन्नुहुन्छ यस्तो यस्तो भन्दाखेरि त्यसको बारेमा अब कतिसम्म एउटा हामीले एउटा कति सबैले अब हेरौँ न कतिसम्म बुहारी बुढी आमा भइसकेको त एउटा भरोसा हुन्न भने यिनीहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड उनीहरूको हातमा छ भोलिको कुरा गराउँछ भनेको त्यतिमा त मलाई त बर्बाद आफ्नो त्यो भाइरल गर्नको लागि टाइटलहरू के लेखिदिने गर्ने सबैको सफल हुन्छ साथीहरूले किन दिस आन्टी इन्टरभ्यू किन दिस यस्तो किन भने ल त्यति बेला म दिन्न भनेर घमण्डीबाट ठुलो पोल्टिले दौड्यो नि त मलाई त्यो खिचिदिन्थ्यो न मलाई अनि त्यति बेला के हुन्थ्यो त्यो भन्दा बरु होस् जे त्यही बोल्छ तितो हुँदो रहेछ तर एउटा कुरा अब झुट बोलेर एउटा कुरा बाबु फेरि एउटा झुट बोल्दाखेरि भेनिला र उसको केसमा चाहिँ के भन्दाखेरि प्रेम गरेपछि सफल हुन्छ भन्ने छैन होइन कसैको प्रेम सफल हुन्छ कसैको सफल हुँदैन त्यो फरक पाटोको तपाईँले जे बोल्नु भयो जे हुन्छ होइन जे नै हुनसक्छ त अब तपाईँलाई फ्युचर हो थाहा छैन नि त अब त्यो भन्दामा मान्छेले अनेक तरिकाले पोस्ट गर्छ उनीहरूको सोचाइको कुरा हो होइन अब तपाईँले राम्रो होइन राम्रो नियतले भन्नुभयो उहाँहरूले कसरी बुझ्नुभयो अब उहाँहरूको बुझाइमा भर पर्ने कुरा हो यसमा हामीले अब रोकेर रोक्न पनि सकिन्न होइन तर जे होस् उसले कसरी कुन अर्थले भनेको छ त्यो अनुसारले बुझ्नु पर्यो अनर्थले चाहिँ बुझिदिनु भयो आफूले नि कसरी लिने त्यो होइन अब पोजिटिभली लियो भने अहिले चाहिँ मलाई यस्तो लाग्छ जस्तो किसिमको मान्छे हामी छौँ किनभने डोनाको त्यो टमाटर काण्डमा त्यहाँनिर डोनाले म बिरामी पनि थिएँ त्यही पनि किन मम्मी बोल्नुहुन्न र भन्दाखेरि मलाई त बोल्नु पनि आउँदैन सबैलाई समेटेर एउटा शिक्षित एउटा भनौँ न एजुकेटेड पनि होइन म तर पनि एउटा सायद व्यवहारमा त मैले पनि पिएचडी गरेछु कि तर एउटा कुरा पढेर हुन्छ नि त अनि त्यसपछि बोल्नु मम्मी तपाईँ भनेर बोलेको थिएँ त्यहाँ बोल्दाखेरि चाहिँ मैले यस्तो नि त डोनाले ठिक छ अपाचे भिडियो भयो मैले मान्छु त्यसलाई हामीले इम्प्रुभ गरौँला तर चाहिँ यिनले कसैलाई बलात्कार कसैलाई एउटा हत्या गरेको छैन त्यो भन्यो भने त अब एरेस्ट गरेर उसलाई लग्थ्यो नि त त्यो भएको भए अब यस्तो यो त सुधार गरौँला नि त अपाचे भएको छ मान्छे भएपछि मिस्टेक भइहाल्छ मिस्टेकलाई सुधार गर्नु भन्दाखेरि त्यसलाई एउटा केटीले यहीँबाट हेर्नु भएको छ भने नानी तपाईँले यस्तो भनेर मलाई कन्ट्रोभर्सी बनाएको थियो कन्ट्रोभर्सी तर मैले चुप लारी उनीहरू फ्यामिलीलाई पठाइदिएँ उसले के भनेको हेर त डोनाको मम्मीले त्यो डोनाको आमाले के भनेछ ए के अरे त्यहाँनिर के अरे ऊ मेरो छोराले के गरेछ र मारेको छैन यसो छैन तिम्रो छोरी भएको भए चाहिँ तिम्रो जहिले त्यस्तो गरेर तिमीले 100 लग्यो काटेर कि मलाई त्यहाँ त मैले अपाचे भिडियो भयो भनेको छु नि त्यसमा मैले किन पंगा लिएर थाहा छ मैले त सही भनेको छु राम्रो भने यदि म गलत भएको भए त मलाई किन छैन र धेरै अप्सनहरू जति पनि छ होइन यो मिडियाहरू जति पनि गर्छु होला सायद तर तैँले भनेर म तिमीले भनेर म तिम्रो पछि लाग्छु र भनेर सोधेँ कि मैले अनि त्यस्तो गरेँ मैले डोनालाई पहिले त्यो कन्ट्रोभर्सीमा आउनु पनि बेकार हो कि किनकि सोच्ने समझ्ने एउटा ज्ञान हुने मान्छे कहिले पनि एउटा नराम्रैमा पनि जाँदैन कि नराम्रैमा पनि गर्दैन किनकि त्यो देखेर बरु आफूलाई इम्प्रुभ गर्छ मान्छेले हामीलाई हेर्ने भने भ्याइ नभ्याइ सुधार गर्नुपर्ने कुराहरू हुन्छ तर जसको जति छ नि त्यही दिने रहेछ कि मान्छेले भ्लगबाट पनि मान्छेलाई चिन्छ अरे यस्तोबाट कसरी भनेको त अब हामी जे छ त्यही दिने रहेछ हामीले ओकेल्ने रहेछ होइन त्यसरी लाग्यो कि त्यसरी लाग्यो तर त्यो त्यसमा चाहिँ अलिकति हामीले झ्याप्पै भनिन्छ नि एउटा अलिकति अब एकछिन नसोचेर तर त्यसमा पनि अब हामीले खुब भन्यो भनेर मक्ख परिन्छ तर
आफैलाई काहीँ न कतैबाट एउटा मान्छेले फेरि उसलाई जज गरिरहेको हुन्छ कि त्यो मलाई भन्ने र भनिमाग्ने र भन्नेलाई पनि जज गर्छ नि फेरि मैले जस्तै मेरो आयुष छोराको मैले कुरा गर्दै हिँडेँ भने यता यस्तो मेरो आयुष छोरा यस्तो गऱ्यो भने त्यहाँनिर मलाई जज गर्छ पक्कै म त्यहाँ बाबुलाई नराम्रो भनेर ठुलो बोलिदिनु बेकार छ कि त्यहाँनिर मलाई जज गर्छ त्यही कारणले गर्दा हामी जहाँनिर खडा हुन्छौँ त्यहाँनिर हाम्रो आफ्नै किसिमको परिचय हुनुपर्छ कि हाम्रो पहिचान हुनुपर्छ तर पछाडिबाट जति 100 जनाले कुरा गरेर त्यसो गर्नु न अहिले आएर फेरि लाखजनाले यसो गर्नु सक्छ त्यसलाई हामीले फार्नुपर्छ कि आयो धेरै पछि हाम्रो मेजोको भ्लग अनि सङ्गीत बुटोलबाट आयो मम्मीको लागि सरप्राइज विशेष गरी मेरो भावनाको छोराहरू पनि यसरी हेर्न आउँछन् तर मलाई कति यस्तो नराम्रो भने पनि मलाई यति छोराछोरीले भेट्न आउँदा यस्तो लाग्दा चाहिँ आफैलाई त्यति बेला त्यो कुरालाई चाहिँ मैले इग्नोर सम्बन्ध हो नि त हाम्रो सम्बन्ध जगदम्बा सिमेन्ट जस्तो छ जगदम्बाले अब पैसा दिनुपर्छ हामीलाई 100 जनामा अब एकजनाले नराम्रो भन्ला हैन 99ले राम्रो भनिराख्छ हामीले त्यो हेरेर बुझ्यो नि त त्यो एकजना त अब त्यो उसले आफ्नै प्रब्लम के हुन्छ त्यो आफ्नै सोच हुन्छ सबैको लागि राम्रो हुनै सकिदैन फेरि सेल्फिस भनेको गर्लफ्रेन्ड र बोयफ्रेन्ड हस्बेन्ड र वाइफमा मात्र होइन रहेछ सेल्फिस रिलेसन भनेको जहाँ पनि हुन सक्दो रहेछ जस्तै मेरो डोनाको त्यो कन्ट्रोभर्सीमा पर्दा अब सबैले चिची घिमिङ गर्दाखेरि मलाई एकजनाले मम बनाउनु भएको थियो कि मम बनाउँदा के भन्नुभयो भने डोनाले यस्तो गर्यो उस्तो गर्यो अब तपाईँले पनि यसरी गर्ने तपाईँलाई आमा एउटैदेखि त्यसरी छोरालाई सपोर्ट गरेको यस्तो भन्नुभयो कि त्यहाँनिर बल्ल मैले प्रुफ गरेँ कि त्यो कुराले रिलेसन भनेको त के अरे बोयफ्रेन्ड र गर्लफ्रेन्ड मात्र त होइन रहेछ हस्बेन्ड वाइफ लगेर त आमा बनाउँदा पनि त्यहाँनिर मान्छेले स्वार्थ म राम्रो गरेँ भने मेरो छोराले राम्रो गऱ्यो भने भाइ बनाउने आमा बनाउने त्यसो होइन भने इग्नोर त्यस्तो पनि हुँदो रहेछ त्यहाँबाट मैले त्यो कुराबाट मैले धेरै पाठ सिकेँ कि जे होस् यस्तो नराम्रो मान्छेले गल्ती पनि गर्नुपर्ने रहेछ किनकि हुन त हिजो हामी दुःखमा थिएँ एउटा भनौँ थियो र पो अब जिन्दगी भनिचिने अब यही ठाउँमा अलिअलि सिम्पल साधारण अब सोसाइटीमा अरू जस्तै बस्न पाएको भए सायद मैले त्यो मान्छेलाई चिन्ने थिएन तर आज त्यो मान्छेहरूलाई चाहिँ त्यो मान्छेहरूले कसरी गर्थ्यो के गर्थ्यो उनीहरूलाई मैले डोनालाई त्यही भन्छु मैले मुखले रिप्लाई दिने होइन यस्तो मम्मी त्यही मान्छेले तपाईँलाई यस्तो गर्थ्यो त नजान्छ होइन बाबु रिप्लाई भनेको यसरी हामी दुःख गरेको दुःख पाएको होइन हामी त सङ्घर्ष गरेको नि त सङ्घर्ष गरेर यहाँसम्म आएको त्यही कारणले गर्दाखेरि रिप्लाई के भइरहेछ उनीहरू चाहिँ किनकि त्यो सोचाइले गर्दा कहाँ पुगिरहेछ र हामी अलिअलि पनि हाम्रो लागि यहाँसम्म आएको छौँ गल्ती गर्यो भने आफ्नो मान्छे फिल्टर हुँदो रहेछ भन्ने थाहा पाइयो अनि त्यो नहुँदाको आफ्नो भन्नाले आफ्नो मान्छेले आफ्नो मान्छे हो भन्ने एउटा आभास नदिलाइदिएको दिनहरू होइन त्यो त सधैँ छ नि अनि र पनि त्यसको रिप्लाई दिनै पर्छ त्यो दिएपछि ऊ र हामीमा के डिफ्रेन्ट भयो त फरक त भएन नि त त्यही कारण आफै फरक हुन छ भने आफूले आफूलाई भित्रैबाट डगमगिनु भएन हस् त अब निकै रमाइलो कुराकानी पनि भयो मम्मीलाई दाजुको भ्लगमा निकै रोइयो अनि यहाँ मम्मीलाई खुसी बनाएको होइन पहिला रोएर फेरि अहिले पनि रुन लाग्नु मात्रै तर नरुनु भनेर कन्ट्रोल गरियो हामीले होइन किनकि अब यस्तो रहेछ कि जिन्दगी भनेको त एउटा यात्रा रहेछ किनभने त्यो यात्रामा दुःख सुख अभाव चोट होइन डरलाग्दो मिलन डरलाग्दो पिछोड अब त्यही ठाउँमा रुनु त्यही ठाउँमा हाँस्नु अब यो सबैलाई लिएर जिन्दगीलाई यो सबै कुरालाई म्यानेज गर्दै खुसी हुँदै गयो भने जिन्दगी होइन भने त फेरि अब छैन रहेछ कि जिन्दगी त्यही हो अनि आज मैले छोराछोरीलाई एउटा भनौँ न अब त्यो समयमा एउटा कस्तो यही बच्चालाई हुन त अब सोचेको जस्तो जिन्दगी होला नहोला तर पनि मैले यो बच्चाको लागि अब यिनीहरूलाई यस्तो गर्ने एउटा घर बनाउने यसरी गर्ने यस्तो बाबालाई पनि पहिला अलिक दिन गर्दा भन्थेँ 3वटा छोराको बाबा तपाईँ भोलि म पो होइन तपाईँ त कोट सुट बुट लगाएर बुलाको पाउ भनेर सम्झी लाउने हो बाबा माथि मैले घर बनाउँछु तपाईँ त्यहाँनिर बारडुलीमा बसेर न्युज पेपर पढ्नु होला भन्थेँ कि त्यो सबै अब होला नहोला त्यही पनि एउटा सपना चाहिँ राख्नुपर्छ त्यो सपना फेरि सुतेर देख्नु हुँदैन म चाहिँ उठेर देखेको छु पुरा हुन्छ हुँदैन हेरौँ अब चाहिँ म हाम्रो क्यामेराम्यान हाम्रो बाबु दाजुलाई पनि देखाउँछु होइन ल दाजु बस्नु त डेडी पनि आएर बस्नु त म चाहिँ अब निकै ल अब आइस दाजु अझै म अब सानो रिभ्यू लिन्छु है अब सबैजनाले डिमान्ड गरेको अनुसार हामी 3 भाइले नयाँ म्युजिक भिडियो आयो होइन
त्यो कस्तो लाग्यो तपाईँलाई चाहिँ बबाल बबाल छोटे बडे मेजो होइन फेरि छोटे बडेले त राम्रो पड्काइरहेको थियो मिलेन अब मेजोले फेरि फर्स्ट टाइम हो यो चाहिँ होइन सो अलिकति मेजो आएपछि त अब झन् डबल मिलियन हुन्छ फर्स्ट टाइम हो होइन फर्स्ट टाइमबाट एकदम खतरा आश गर्नु भएन त्यसपछिकोमा के हुन्छ त्यही भन्ने त। बल्ल मेरो त फर्स्ट टाइम हो सो अलिकति गल्ती भयो भने एक्सक्युज पनि होइन बबाल माफ बबाल गरिदिनु छ, होला भनेर बबाल छ। अनि बाबु दाजुलाई चाहिँ ओइ, दामी छ मेरो भाइको डान्स खतरा छ अनि हाम्रो मम्मीलाई ए मेरो त पुरै नगरौँ न आम्मामा म त त्यो दुई भाइलाई देख्दा दुई भाइको भिडियो हेर्दाखेरि हजुर दुई भाइको भिडियो हेरेँ पुरा रुएँ यिनलाई मिस गरेँ एउटै फ्रेममा देख्न पाएँ रुएँ पहिला दुई भरे त भाइको बाबुले हेर्नु। मलाई भिडियो बनाइदिएको गरेँ तरिकाले भरे त फोटोमा टिचर बनाइदिनु अनि क्वेसन किन बनाएर पछि त फेरि आफै त्यो भिडियो उस गरेर यिनको ठाउँ म गरेर फेरि दुई भाइसँग नाचेँ फेरि त्यो महसुस गर्नु त्यस्तो उस गरेँ यो हो नि त आमाको माया। अनि मैले चाहिँ लगभग अब 100% मा अब 10 मा 10 नगरे पनि अलिअलि जे होस् पास चाहिँ भएँ म होइन पास भयो, पास त भयो। अब चाहिँ फेरि अब दर्शकहरूले अब डिमान्ड गरे अनुसार 3 भाइको त भयो अब फेरि मम्मी बाबालाई पनि ल्याउने कुरा छ त्यसमा चाहिँ तपाईँलाई के लाग्छ मम्मीले सक्नुहुन्छ होला त तिमी ठिकै हुन्छ बरु मेरो छोराहरूले कति गर्व यस्तो हो कि मेरो छोराले त मलाई राम्रो देख्छ नि अनि त्यो अब दर्शकको हातमा म कसरी जान्छु उहाँले कसरी लिनुहुन्छ अवश्य अवश्य माया गरेको मान्छेले माया गरेको मान्छेहरूले म नराम्रै गर्दा पनि तपाईँको राम्रै फ्यान हुन्छ धेरै छन् यस्तो के मम्मी तपाईँको एउटा त डान्सै खतरा छ होइन तपाईँको फ्यान धेरै छन् अनि त्यसो भए ल दाजुहरूलाई चाहिँ एकदमै भरोसा रहेछ मतलब फुल कन्फिडेन्स छ मम्मीले सक्छ भनेर मम्मीले चाहिँ के भन्नुहुन्छ अब कसले बाबु त्यस्तो तपाईँले चाहिँ के छ अब त्यस्तो हाम्रो म्युजिक भिडियो अब सबैले डिमान्ड गर्नुहुन्छ आयो भने चाहिँ तपाईँले अब कतिको गर्न सक्नुहुन्छ जस्तो लाग्छ एउटा चाहिँ मैले पनि एउटा फिल गरौँ कस्तो रहेछ भनेर गरौँ इच्छा छ। सबैले इच्छा छ भनेको भन्दाखेरि अनि तपाईँहरूले पनि को हेर्न चाहनुहुन्छ त कमेन्ट गर्नु ल। कसकोमा अब एकदम तपाईँहरूलाई त्यसको लागि हेर्न मन लाग्छ, कमेन्ट होला। गर्नु। अनि धेरै बोलिरहन्छु अब यस्तो धेरै बोलिरहँदा झर्को नमानी सुनिदिनु होला किनकि आमा हो नि त आमा भनेको यस्तै बको आउँछ इरिटेट हुन्छ त्यो त भइहाल्छ नभएको पनि भोलि आमा हुनुहुन्छ बाबा हुनुहुन्छ त्यसो फिल हुन्छ ल ठिक छ त्यसो भए अब हाम्रो बडे र छोटे चाहिँ आज एकदमै मिस भयो मिस भयो आज। हाम्रो फ्यामिलीलाई है सो उहाँहरूलाई पनि मैले यहाँ चाहिँ आज मेन्सन गर्न चाहेँ है एकदम। हामीले उहाँलाई एकदमै मिस गरेको छौँ अब बढे हङकङ छोटे अब एनएसएलमा बवाल देखाउँछ छोटेले देखाउने टाइम भनेको यही हो यही हो आफूलाई प्रुभ गर्ने आफ्नो ट्यालेन्ट आफ्नो हार्डवर्क होइन र बढेको चाहिँ अब अहिले चाहिँ हङकङमा हुनुहुन्छ हङकङबाट आएपछि लगत्तै फेरि उहाँको चाहिँ अब फिल्मको सुटिङ हुँदैछ बारु भन्ने फिल्मको सुटिङ हुन्छ स्टार्ट हुन्छ है सो उहाँहरूलाई दुवैजनालाई चाहिँ बेस्ट विसेस भनौँ हामी होइन यही भिडियोको मार्फत र हाम्रो अहिलेसम्म हामीसँग टिकिरहनु भयो साथ दिनुभयो है हेरेर माया गरिदिनु भयो त्यसको लागि हाम्रो दर्शकहरूलाई पनि धन्यवाद दिनु पर्यो होइन आज सरप्राइज मम्मीको लागि दुईवटा आयुष स्टेसनमा एउटा एलन थापामा अर्को। ल आइज दाजु ल भ्लग इन गरिदिनु पर्यो मेरो लागि ल थ्याङ्क यू सो मच एलन भाइ एलनले मौका दियो मलाई किनभने फर्स्ट टाइम अब उसको भ्लग मैले बढी चलाइराखेँ होइन धेरै धेरै धन्यवाद तपाईँले अति माया गरिरहनु भएको छ 77 फ्यामिलीलाई डोना फ्यामिलीलाई मैले पहिला पनि भनिराखेको छु नेपालको लागि इक्जाम्पल फ्यामिली हो डोना फ्यामिली सबैको बाबा आमा यतिको बुझ्ने भयो भने आफ्नो सन्तानलाई अगाडि बढ्नको लागि एकदमै हौसला मिल्छ प्रेरणा मिल्छ यस्तै हौसला प्रेरणा सधैँभरि दिइराख्नु होला हामीलाई पनि बेला बेलामा आशीर्वाद दिइराख्नु होला भन्दै आजको एलन थापाको ब्लग म इन गर्दै बाई बाई 74